सुन न। हेलो, स्ट्यान्ड बाई रहनु है। एउटा खतरा खबर दिनेवाला छु। ओभर एन्ड आउट। अहिले 4 बज्यो कि आधा घन्टा पछि भेटौँ न त। ए ल ल। हेलो, खतिवटाको छोरो एउटा केटीलाई भेट्न जाँदैछ। टोलभरि हल्ला फैलाइदिनु है। एकदम पक्का खबर हो क्या। किन गराउँछौ यो? तँ त्यहाँबाट नहल्ली छोरा, म पूजा गर्न जान्छु, सबै ठिक हुन्छ है। तँ त्यहाँबाट नहल्ली ल छोरा। होइन, हल्लिन सकेको भए पो हल्लिनु, यहाँ आएर उठाउनु न भने। होइन, कस्तो कुरा नबुझेका तैँले? तँलाई बाइकले खिचा छ अनि बाइकले खिचा बेला म ल्याएर उठाएर हुन्छ त? हुँदैन नि। भगवानको नाम पो लिनुपर्छ त। तँ पनि राम राम भन्, म पनि राम राम भन्छु, अनि भगवान राम आफै आएर बचाउँछन्। ए मम्मी, उठाउनु न भने क्या। एकछिन बोक्न हौ, भगवान आउँदै हुनुहुन्छ, उठाइहाल्नुहुन्छ नि। भगवान त आउँदै हुनुहुन्थ्यो त। आफै गइस् भगवानको ठाउँमा। ए कुलन्दार, घरमा नसुसेल त। तेरो थुतुमा मारेर टाका लगाइदिनु पर्यो हो। अलक्षण लाग्छ घरमा नसुसेल कतिचोटि भन्नु। ए प्रभु, माफ गर्नु यसलाई। नसुसेलै अब।